पानी पर्न थालेपछि आफू नजिकैको खोलामा बाढी आउला कि नआउला भन्ने चासो तपाईलाई पनि हुन सक्छ। यसको लागि तपाई आफैले हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेरेर बाढीबारे थाहा पाउन सक्नुहुन्छ। कसरी हेर्ने त? नमस्कार, म जिङ्की भुसाल, हाइड्रोलोजिस्ट इन्जिनियर, जल तथा मौसम विज्ञान विभाग। तपाईलाई पनि आफ्नो नजिकैको खोला वा नदीको बाढीबारे जानकारी लिन मन होला। त्यसको लागि कसरी हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेर्ने त? म तपाईलाई त्यो तरिका बुझाउन आएको छु। सामाजिक सञ्जालबाट कुरा सुरु गरौँ। फेसबुकमा नेपाल फ्लड अलर्ट वा नेपाल बाढी सूचना टाइप गरी हाम्रो फेसबुक पेज फलो गर्नुहोस्। यो पेजबाट तपाईले देशका प्रमुख नदी नालामा बाढीको अवस्था के छ भनेर आधिकारिक जानकारी पाउनुहुन्छ। यदि तपाईले ट्विटर वा एक्स चलाउनुहुन्छ भने DHM_flood EWS टाइप गरी नेपाल फ्लड अलर्ट वा नेपाल बाढी सूचनालाई फलो गर्नुहोस्। तपाईले त्यहाँबाट पनि बाढी सम्बन्धी ताजा जानकारी पाउन सक्नुहुन्छ। टिकटकमा पनि तपाईले हाम्रो पूर्व सूचना हेर्न सक्नुहुन्छ। यसको लागि नेपाल फ्लड अलर्ट टाइप गरी हामीलाई खोज्नुहोस् र फलो गर्नुहोस्। हामी युट्युबमा पनि छौँ। युट्युबमा नेपाल फ्लड अलर्ट भनेर सर्च गर्नुहोस्। त्यसपछि सब्स्क्राइब गरेर नोटिफिकेसन बटनमा क्लिक गर्नुभयो भने हाम्रो भिडियोहरू हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट dhm.gov.np बाट पनि बाढीको विस्तृत जानकारी लिन सक्नुहुन्छ। यसको लागि पहिला वेब ब्राउजरमा गएर dhm.gov.np टाइप गर्नुहोस् र वेबसाइट खोल्नुहोस्। सुरुमा होम पेज खुल्छ। यदि तपाईलाई अहिले नदीमा बाढीको अवस्था के छ भनेर हेर्नु छ भने हाइड्रोलोजिकल अब्जर्भेसन्समा क्लिक गर्नुहोस्। त्यसपछि रिभर वाचमा क्लिक गर्नुहोस्। अब हामी हाइड्रोलोजिकल अब्जर्भेसन्सको भित्र रिभर वाचको भित्र हेर्दैछौँ। यसमा तपाईले 190 वटा नदीहरूको जल सतहको बारेमा जानकारी लिन सक्नुहुन्छ। उदाहरणको लागि अहिले मैले हेरेको यो केन्द्र चाहिँ दुधकोशी रबुवा बजारमा रहेको छ। यसमा तपाईले खोलाको स्थिति अहिले स्थिर रहेको छ, बढिरहेको छ वा घटिरहेको छ भन्ने जानकारी समेत प्राप्त गर्न सक्नुहुन्छ। उदाहरणको लागि यो गोलो चिन्ह भएको जलमापन केन्द्रहरूमा अहिले जल सतह स्थिर रहेको भन्ने बुझ्नुपर्छ। साथै यस त्रिभुज आकारले जनाइरहेको जल केन्द्रहरूमा सतह बढ्दो वा घट्दो क्रममा रहेको छ। उदाहरणको लागि माथितिर फर्किरहेको यस त्रिभुजले पानीको सतह बढ्दो क्रममा रहेको छ भन्ने जानकारी दिन्छ भने तलतिर फर्किरहेको यस त्रिभुजले पानीको सतह घट्दो क्रममा रहेको छ भन्ने जानकारी दिन्छ। यस पेजमा तपाईहरूले आफ्नो ठाउँमा भएको जलमापन केन्द्रहरूमा अहिले पानीको अवस्था कस्तो रहेको छ भन्ने जानकारी समेत प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाईलाई 3 दिनको बाढी पूर्वानुमान हेर्नु छ भने देब्रेपट्टि होम बटन भन्दा तल हेर्दै जानुहोस्। अलि तल बुलेटिन भन्ने बटन देख्नुहुन्छ। त्यसलाई क्लिक गरेपछि फ्लड फोरकास्टिङ बुलेटिन लेखेको देखिन्छ। त्यसलाई क्लिक गरेपछि पछिल्ला बाढी बुलेटिनहरू देखिन्छ। सबैभन्दा सुरुको बाढी बुलेटिनलाई डाउनलोड गरेर बाढीबारे 3 दिनको पूर्वानुमान हेर्न सक्नुहुनेछ। उदाहरणको लागि म तपाईलाई पछिल्लो बुलेटिनमा के छ भनेर देखाउँदैछु। यो बुलेटिनमा तपाईहरूले 3 दिनको बाढी पूर्वानुमान हेर्न सक्नुहुनेछ। यस बुलेटिनको अनुसार आगामी 3 दिनको लागि प्रमुख 10 वटा जलाधारहरूमा बाढीको खतरा देखिएको छैन। साथै यस बुलेटिनमा ससाना नदीहरूमा पनि बाढी पूर्वानुमान गरिएको हुन्छ। यो बुलेटिनबाट तपाईहरूले नक्साको आधारमा पनि जोखिम कुन कुन जिल्लामा रहेको छ भन्ने जानकारी लिन सक्नुहुन्छ। उदाहरणको लागि यस नक्सामा ताप्लेजुङ, सङ्खुवासभा, दोलखा र सिन्धुपाल्चोक जिल्लामा आकस्मिक बाढीको जोखिम मध्यम रहेको देख्न सकिन्छ। यो त भयो तपाईँ आफैले बाढी बारेमा कसरी जानकारी लिन सक्नुहुन्छ भन्ने तरिका। यसबाट हेर्न झन्झट लाग्यो भने पैसा नलाग्ने फोन नम्बर 1155 मा फोन गरेर बाढी बारे सोध्न सक्नुहुन्छ। हस् त, धन्यवाद।